ल बागलुङ कालिका भगवती मन्दिर प्रवेश गर्ने क्रममा छौँ हामी। ढुक्क लगाएर यतातिर चाहिँ फुलहरू पूजा गर्नलाई किन्ने चाहिँ यतातिर माला फुलहरू टक्क लगाएर यहाँबाट माथि गयो भने चाहिँ बेनी बजार लगाएर कालिका भगवती मन्दिर प्रवेश गरिसक्यौँ। तपाईँले देख्न सक्नुहुन्छ है यता मन्दिर है स्वागत दामी घन्टी बजे जङ्गल सही छ नि हैन। ल टक्क मन्दिर अब आइपुग्न लाग्यो। मन्दिर आइपुग्न लाग्यो अब। कालिका भगवती माथि होला पञ्चकोट त माथि होला। टक्क यतातिर मन्दिर छ बरको रुख। एकदम बवाल टक्क हनुमान बागलुङ कालिका भगवती मन्दिर।
त्यहाँ तिमीलाई उ देखाउँछ मृगहरू देखाउँछ क्या मृग इस तपाईँले मृग देख्न सक्नुहुन्छ मृग परिवार मृग 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 उतापट्टि कालिज पनि छ यो पनि मृग नै हो होइन म कालिज कालिज पनि देख्न सक्नुहुन्छ कालिज कालिज मृग त्यहाँभित्र चाहिँ कालिज पनि रहेछ कालिज उहाँ कालिज भने उदय होस् उहाँ नि यस कालिज फुलको बगैँचाहरू छ फुलको बगैँचा चाहिँ टिका लाउने ठाउँ टिका लाउने ठाउँ हो आज खासै मान्छेले भिड त रहन्छ न त है न त लास्टै भिड हुन्थ्यो खासै आज चाहिँ मैले मान्छे देखिनँ टिका लाउने हो पहिला हामीले यहाँ ढक्क लगाएर होइन ढोग्ने होला ढोका ल कान्छाल चाहिँ ढोग्दैछ यस्तो छ टक्क यता चाहिँ फेरि मन्दिर मर्मत हुने कार्यक्रम चलिरहेको छ यता चाहिँ होइन यता चाहिँ टक्क मन्दिर बन्दैछ होइन मन्दिर बन्दै रहेछ यहाँ चाहिँ कम्मलको फुल गरेर दामी बनाएको छ मूर्ति होइन पूजा गर्नको लागि मिलाउँदै हिँड्छ नि सामान एउटा यता अर्को यहाँ टाइम लाग्ने हेर हारमा टुवा परे हिँड्नु भए सेब्रे चाहिँ पारिहाल्नु ल अब पूजा गर्ने कार्यक्रम स्टार्ट हुँदैछ सुरुवात चाहिँ गणेश मन्दिरबाट सुरुवात ल गणेश मन्दिर प्रवेश हामी चाहिँ देखेर अहिले प्रत्यक्ष प्रसारणमा चाहिँ गणेश मन्दिर प्रवेश आलुङ कालिका भगवती माई
तर यो गणेश मन्दिर मुनिको यो पानीहरू चाहिँ यसो सफा चाहिँ गर्नुपर्ने है। साह्रै पात पतिङ्गरहरूले फोहोर गरेर चाहिँ यो चाहिँ मन्दिरको समितिको मान्छेले गर्नुपर्ने चिज हो। मन्दिर काम चाहिँ चलिरहेछ कालीको है। है त इधर से ल मारिहाल्यो नि। ए ल दिया लगा त ल। गणेश मन्दिर चाहिँ यता छ। राख्दै यहाँ यताबाट आइज यताबाट देखा सबलाई दामी देखिँदो रहेछ। यो चाहिँ फोटो खिच्ने पार्क। यो चाहिँ टक्कै यहाँ बसेर फोटो खिच्ने पार्क हो क्या। खिच्ने हो र अहिले अहिले खिचौँ ल। अहिले एउटा फुल पनि एकदम दामी रहेछ। जङ्गल माई ध्यानमा पूजा गर्ने लाइन हैन। अरे वा टक्कार कार्यक्रम चलिरहेछ। अलि जड्याम बनाएर माथि नापेर हो।
आनन्द जय काली हो भुटा ल एकैचोटि टाउका पानी छर्किन हो उता भाइलाई नि दे ल हो यो हो नि त तरिका एकैचोटि जय काली सिपले त्यो मिलेन जय काली